यो बाटो यो बाटो अहिले भनेको चाहिँ यो अब टिमाई भन्छ यसलाई। यो त्यस पछाडि यो बाटोबाट तपाईँ यता जानुहुन्छ भने एउटा यहाँ टिमाई कृषि उपज भनेको छ नि, साना साना पुराना एउटा घरहरू छन्। अब यता तपाईँ जानुहुन्छ भने सिधा यहाँ सशस्त्र एउटा क्याम्प छ होइन। टिम पछाडि यो साइडबाट गौडा जान्छु। अब तपाईँ यो के ठाउँमा ल्यायो भन्दाखेरि यो चाहिँ एउटा भुटानी दाजुभाइहरू जो थर्ड कन्ट्री रिसेटलमेन्ट भएर जानुभएको छ होइन, तेस्रो मुलुक विभिन्न अस्ट्रेलिया, क्यानाडा, युके, युएस जहाँ भए पनि उहाँहरूलाई चाहिँ यो ठाउँमा पहिला एउटा याद दिलाउने ठाउँ भनेको यहाँ उहाँहरूको एउटा रासनको गोदाम थियो क्या। यहाँ त्यहाँ पछाडि गयो भने खानेपानी ट्याङ्की पनि छ होइन। यहाँ चाहिँ उहाँहरूलाई रासन वितरण गर्थ्यो अरे क्या मजाले। कस्तो मजाको पुरानो ठाउँ, उहाँहरूलाई एकदम यसले अलिकति नोस्टाल्जिक पनि बनाउला होइन। त्यो हिसाबले गर्दाखेरि यहाँ चाहिँ अहिले एउटा के कृषि औजार के बनाएको छ। यो स्थितिको पुरानो यो अझै कतिले याद गर्नु भएको छ छैन। अब यो गोदामको छेउमा अझै पुरानो ट्याङ्की, अब यो के हो त्यो छ।